रातोमा नै झुकिन हुँदैन यसले यो एरोले जा भनेर आज रातो माथि बलिरहेको कन्फ्युज गराउँछ तर झुकिन हुँदैन ब्लर आछ क्या यो भिडियो त सिसोको छ बल्ला आज मौसमले क्या साथ दिएको है अन्त यस्तोमा अझै अहिले कार्टुनवाला सुन्तला पायो भने एक कार्टुन सुन्तला बगेर त्यो घाममा बस्न कम मजा आउँछ यो के अरे यो साँगुरोमा फेरि मान्छे कताबाट फुत्त निस्किन्छ अत्तो पत्तो पाउन के हेलो साथी गुड इभिनिङ आज चाहिँ हामी जोनान्जीमा कोयन होइन जोनान्जीमा सी साइडमा आइसकेका छौँ हामी चाहिँ आज ल साथीहरू तपाईँहरू योकोहामा खानागावा टोकियो नजिकै हुनुहुन्छ भने वान अफ द बेस्ट प्लेस हो यो चाहिँ जोनान्जीमा पार्क जोनान्जीमा सी साइड पार्क होइन तपाईँहरू चाहिँ खावासाकीबाट बस चढेर आउन सक्नुहुन्छ यहाँनिर आउनको लागि अनि यहाँ आफ्नै गाडीहरू लिएर आउने हो भने झन् अति गजब छ पार्किङ सुविधा छ है दामी छ ठाउँ चाहिँ अनि तपाईँहरू बार्बिक्यू गर्न सक्नुहुन्छ यसरी होइन गार्डनमा केटाकेटीसँग खेल्न सक्नुहुन्छ दामी छ यतातिर चाहिँ बार्बिक्यू गर्ने ठाउँ हो आजको लागि चाहिँ इन्ट्रान्स कम रहेछ अनि प्लेनहरू चाहिँ यहाँ टाउकै माथि देख्न पाइन्छ प्लेन चाहिँ टाउकै माथि उडेर जान्छ है अति गजब छ अनि तपाईँहरू जस पार्क मजाले होइन घुम्ने हो भन्ने सोच गर्नुहुन्छ भने यसरी रेन्टल साइकलको पनि व्यवस्था छ तपाईँहरू रेन्टल साइकल लिएर घुम्न पनि सक्नुहुनेछ यतातिर चाहिँ हाम्रो रामकिन सर हाई गरिदिनु सर चाहिँ हेलो अति नै रमाइलो ठाउँ जोगाजीमा चाहिँ आउनै पर्ने ठाउँ छ साथीहरू अति गजब छ पार्क तपाईँ देख्न सक्नुहुन्छ है सरलक्क लाएर यतातिर चाहिँ बार्बिक्यू गर्ने ठाउँ टक्क सिट लिएर सबै सामानहरू चाहिँ यहीँ उपलब्ध हुने रहेछ है बार्बिक्यू गर्नको लागि जाडो मौसममा चाहिँ अति दामी हुन्छ होला सायद अहिले चाहिँ अब यो न्यु इयरले गर्दाखेरि सबै बन्द भएकोले चाहिँ आज चाहिँ हाम्रो यो मेसो मिलेन गाइज होइन अति दामी सिन छ तपाईँहरू सी साइड हेर्न सक्नुहुन्छ यतापट्टि खुलेको ओपन सी नो स्विम भनेको छ स्विमिङ गर्न चाहिँ नदिँदो रहेछ देन जापानमा यो खालको सल्लाह त जहाँ पनि हुन्छ है यता हाम्रो जम्बो टोली डिस्कल जम्बो टोली है हेलो गाइज यो पनि राख्नु न भित्र के गाना बजाउन यो दुईजनालाई दिदी बहिनी कसले भन्छ होला है तर हो म धेरै राम्रो छु र नपत्ता दिए नि चेस गरे नै हुन्छ यतातिर चाहिँ बुढाबुढीले कसले भन्छ भन्नु हामीले भन्छु भन्नुहोस् तपाईँ कहाँ आउनु भएको छ जनता जान्न चाहन्छ अघि नै म त्यही हाना दा भन्नु न पैसा टिप्न नि आना दा पैसा फाल्न नि आना दा अनुहार गोलो देखेको दिदी मेरो अनुहार पहिल्यैदेखि गोलो यो मान्छे अहिले दुब्लो अहिले दुब्ले यो मान्छेको अनुहार के को गोलो गोले छ समुद्र हेर्न ल्याएको कि यहाँ घाम तापेर यहीँ बस्छौँ न हामी त समुद्र त हेर्नको अझ नाकी त त ढुङ्गाहरू भएको ठाउँमा रमाइलो देख्थ्यो होला है नै धरारा रहेछ धरारा हो त्यो एयरपोर्ट हो जापानको धरारा त्यो हाम्रो पैसा टिप्नु ठाउँ हो अन्त नि बेउरै हैन है फेरि सरजी तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ डेटिङ स्पोट पनि हो होइन जोडी ढुकुर यसलाई हाम्रो अनि एउटा चाहिँ एकलकाटे कुकुर ब्रिजतिर जान्छ नि कोठामा क्या छ यहाँ यता जोडी ढुकुर अगाडिपट्टि एकलकाटे कुकुर होइन पारिपट्टि चाहिँ हानेदा एयरपोर्ट है आइसक्रिम यो ब्रिज होइन है यो गाइज यो चाहिँ ब्रिज होइन यो चाहिँ म्याङ्गोवाला थियो प्लेन उडाउनको लागि लाइटिङको उस हो कि यो चाहिँ के भन्छ टकेवाला छैन के यतातिर चाहिँ हाम्रो क्रुज आयो हेर केपी ओलीको क्रुज आयो नि यस्तो आउँछ र केपी ओलीको क्रुज आयो त
ओ टोकियो टोकियो भने हेर मैले त लाउनुपर्छ अब नि भोग लाइन अन्त त ए उहाँले साथीहरूले बेसरा हँसाउँछ त्यत्रो बेर रेकर्ड गरेर रेकर्ड नभइरहेछ भागलाई यिनको बुढो के हो भन्छ ए मलाई त पिर पर्दैन बक्काइदा एकदम राजीनामा छ कागज पत्र छ आफ्नो जहाँ सुके गर्ने भने मलाई खोज्दै यहीँ पुग्नुपर्छ म त पिरै लाग्दैन भनेको त यो मायालाई यिनलाई त साँच्चै पिर लाग्दैन हो 3 भएछ कि 3 मिटर भन्नु 3 मिटर हामीले टिकट लिएर आएको त्यसको लागि हामीले फोटो खिच्ने क्या ल्याएर त्यो ब्याट्री किन खर्च गरिरहेको मोबाइलमा क्यामेरा अन गरेर ड्रोन सट हान्न मजा हुन्छ कि यसको खत्रै हो नि हाम्रो मैले पढेको स्कुलको गीत बजाएर 16 जयन्ती मनाउँदै रहेछ 100 वर्ष पुग्यो हो त्यस्ता एक्सहरू 50 सम्झेपछि त एबिसिडी सम्झिने त पुछाराको होइन त सरजी के चाहिँ एक्स सम्झिने रे के सम्झेपछि एबिसीबाट सम्झिने त पुछारा गरेर सम्झिने एकछिन लाइभ बस्दिनु पर्यो आमा ए होइन देखाउनु पर्छ देखाउनु पर्छ के यसरी कैमरा पनि रहेछ नि त अनि आमा यसलाई भन्छ के 17 प्रो म्याक्स गाइज अरेन्ज के अरे अहिलेको चलेको भाइरल कलर ए साठी हो आइफोन 17 प्रो म्याक्स भन्छ क्या ला अनि म बिचमा कलर चेन्ज गर्ने भनेको थिएँ मिलेन कि आम्बो हो ए कडा दामी त्यसपछि कालो कभर लिएर हजुर अनि इसके लिए है ये सट्यान्ड नट स्ट्यान्ड सट्यान्ड बुझ्नुभयो यो स्ट्यान्ड होइन सट्यान्ड हो बुढो हेर नाकी दाल त हजुरलाई दिँदै थिएन ल मेरो बुढो ए तल खाइदिउँ न के भयो ए अब गाइज नास्ता दाडीहरू नाकी दाल त पुराउन गएको म छेरबाट लाएन मलाई लाथ्यो आचीमा नि सुन्तला निस्किँदै साँच्चै भनेको बुढोलाई नि भनेको मैले कस्तो सुन्तला निक्लेर यसमा त गेडा नि हुन्न अझ छेरा सुन्तला खाएर सालो यो भिडियो जस्ताको जस्तै हालिदिन्छ जस्ताको जस्तै हालिदिन्छ साँच्चै मैले सुन्तलामा केही खा भयो त होइन त बुढो त्यो त्यत्रो सुन्तला मैले खाएको होइन त नि सुन्तला लिन आइज भन्छ अस्ति लगेको 3 किलो नि कति छिटै भ्याउनु भयो ए सरजी मै हो त्यो पनि खाएको एक दिनमै नि तर यहाँको त सुन्तला भन्दा मौसमी मिठो हुने के ए गन गर्ने एउटा फेरि ए त्यो त पैसै दिएन बुढो अहिले सुन्तला याद आएको सुन्तला खाएर भ्याएर मेरो पस्छ कारभित्र बौस निकालेर ल्याएर दिने टोइलेटमा जाऊ सङ्गत गुनाको असर मिठो रहेछ यो त मिठो रहेछ यति बेला सुन्तला नि मिठो भएन नि त कहिलेको हुन्छ 5 मिनट नत्र यहाँ त बस्नुपर्छ मिठो लाग्दैन कि मलाई सुन्तलाहरू कस्तो काम नहुने मौसमी भने एक नम्बर मिठो लाग्यो क्या मौसमी लिएर आउँछु खालि मलाई भयो अब म पुऱ्याउन जान सक्दिनँ मैले अब त ल न भयो के खै सट्यान दिनु मलाई सबैले भाग ल्याए कि सबैले भाग ल्याए यसलाई छोटाउनु मिल्छ भोगला खाने हैन हेलो गाइस नमस्ते 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 एभ्रीवन नमस्ते यसो फेसबुक लाइभतिर जोडिदिएको है हामी पनि यस्ताले के छ कसो छ हौ कता हो के हो आजदेखि फेसबुक लाइभ सुरु गरियो गाइजहरु अहिले त हजुरको त्यो क्यामेरा हजुरले हिर्काउनुहुन्छ है ड्युटी गयो भए एक माइल मर्थ्यो भने मेरो बुढाले खाला चाहिँ यस्तो घुम्न जानी हो छुट्यो भनेपछि बुढाबुढी झगडा गर्दै निस्किनुपर्छ गाडीको बाटोबाट
आँखा नखोल्दै साँच्चै भनेको रातभरि सुत्न पाएको छैन तनाव बिहान बिहान उठाएको छु बिहान कति बजी उठा गरेर कान्छ मैले नाइक दाले फोन गर्दा ए बुढो टोइलेट गएको अन्त उठेको पनि थिएन मैले खाना पकाएर भ्याइसकेको 1 घन्टा लाएर पाक्ने राइस कुकरमा भात खाना खाएर आउनु भयो तपाईँहरू पकाएर खाएर हजुर कस्तो राम्रो देख्छ कि आँखाले त क्यामेरामा राम्रै आएन ए यार सबै माथिबाट जाने रहेछ यार कताबाट माया उम्रियो एक्कासी क्यामेरा देखेर खैमरा आयो खैमरा अहिले फेरि मेरो बहिनी कारबाट पर्स लिएर आएछ भन नि बिहेर छैन हो त जानु पर्यो नि त नि दिदीले भनेपछि लगेज भित्र छ के पर्स खै हो लगेज किन ल्याउनु भएर लगेज खासमा कहानी यस्तो छ सरजी पछाडिर ऊ हालेछ जानु कार मैले त खोल्न नि जान्दिनँ म सिकाउँछु जानु बुढा र बुढी त्यो लगाएर पुसे 15 भोलि एउटा फोटो खिच्नुपर्छ भनेर ल्याएको खासमा सरजी खै त जाउँ साँच्चैको त्यो लगेज भित्र हिजो न त के भयो 5700 जना साथीमा एकजना भ्यू छैन त क्या हो यस्तो पारा आउनुहोस् है घाम ताप्दै भिटामिन सी र भिटामिन डी एकैचोटि गर्लम खाइदिने हो जान्न साँच्चै लिएर लाइभ हो कि टिकटक युट्युब फेसबुकमा हो भनेपछि गाना बजाउँदा पनि के हुन्न है टिकटक यसो हेर्नु पर्यो किन टिकटकमा गीत बजाउनु हुन्न र क्या लाइभमा युट्युबमा हुन्न नि अनु जाऊ त हुन्छ नि हजुर लगेज घिसेर राख्यो ऊ त्यो उसको सुन्तला टिकट पाउने ल म टिसिङले दिन्छु बरु तँले 3टा क्यास राखे थिइस् 3टा हैन 4टा थियो 3टा त्यहाँ सानो थियो साले त्यो पनि हेरिरहेको रहेछ हजुर लगेज लिएर आउनु साँच्चै जा अहिले त तेरो भेडाले भनेको मैले त अराकै छैन त्यही त लगेज लिएर फोटो सेसन गर्छ भने रहेछ आज ल छिटो गर्नु त घाम जान्छ कि फेरि मलाई टिकटकको यो कुरो त साह्रै मनपर्छ म मान्छे कालो भयो नि टिकटकमा गोरो देखाइदिन्छ कसरी हो बेना भन्नु के चाहियो त्यसपछि समुद्र मुनिको टनल काटेर जानु पर्छ अन्डा पार्न राखेको हो पनि देऊ न मलाई भनेको नमान्नु के खान दिनुहुन्छ उठेर नाच न 2 बजे म कोला नाच खै बोक्न दिन्छु क्या अहिले चाहिँ नाच न बोक्न दिन्छु क्या नाच त अघि यहीँमाथि नाच न लाइट लग्यो ल तल नाच न तुलसी फोबा भनेको के हो र त्यो फोबा भनेको पोबा भनेको मायाको टाउको के गरी भादिम भनेको साँच्चै बुझ्दिन के लाइभमा छ है नाच ल जेसुकै होस् कि गरेर नाच न नाच्न त गीत पनि थाहा हुनु म्युजिकमा नाच्ने हो रेडियो नेपालमा म्युजिक आयो म त नाच्दै हाल्छु हो सही हो खै गीत कता जानु भएछ फेरि हजुर त यस्तो छ मेरो बुढो त म नाचे दौ समात नि यहाँ तानेर राख्छ भन्छ वान पिस बुढो अन्त बात गर्थ्यो गऱ्यो भने तैँले अगतिलो छ भनेको वान पिस बुढो मेरो होइन त बुढो नाच्दा झगडा त हामी भरे गरेर संसारमा यो अनुहार परेको मान्छे मै मात्रै हो बात गर्थ्यो नाच न खै गीत यो लाइभ अहिले मात्र देख्छ कि भरे पनि देख्छ भरे जिन्दगीभर बस्छ ओ मेरो बुढोले भिडियो हेर्न पर्यो गइहाल्छ जहिले चाहिँ धन्यवाद छैन ए भेनाले एउटा सुधार टुचाबाट खेल्नुहोस् जल्दी यहाँ त बाबी गरेर नाच्नु हेर्नु बुढो उलिएर आउनु न सर्सिन दिनु न मैले ला भन्दा त खेल्न बुढोकोमा यहाँ बुढोले देख्छ त च्याप्पै खाला अब तिमीलाई डल्लो नि भाग्यमानी हाल्नु न यतापट्टि उम्रिन्छ कि के हुँदैछ पार्टी
मामा ह्याप्पी लोसार सर भन्नु त नयाँ वर्ष होइन गुरुङहरूको नयाँ वर्ष मेरो भोलि लोले चाहिँ म पनि पुग्यो होला यार 37 वर्ष त आमा हाम्रो लोलै बुढो भयो माघको 1 गते तपाईँहरूको नयाँ वर्ष के अरे बाउनी हजुर मगर हो मगरको गुरुङहरू मान्न चाहिँ गुरुङ गुरुङ लिम्बूहरूले मान्छ होइन तर कस्तो भइदियो भने त गुरुङहरूले चाहिँ लोसारतिर गयो मगर अनि नाच्दै गर ल नाच्दै गर है त लाइभ छोडेर जान्छु कि म नेटले काम गरेर चाहिँ गर्छ नि कुन्नी पऱ्यो नि यहाँ त रमाइलो भएन जानु न कति भाउ खाएको के त भाउ एक बोतल पानी भनेर हो के रे एक बोतल भाउ दिएर पनि पुग्दैन ठिक छ नि स्ट्यान्ड त फोटो खिच्नलाई हो लमजुङको भन्नु पर्यो नि म त कसरी थाहा भयो नि मेरो पुरा काटेर बस्ने कसरी थाहा भयो नि त भेनाको लाइभ देखाउँछ के ब्याक क्यामेरा गरेर भेनाको लाइभ हेरेर मेरो लाइभमा एउटा मोबाइलमा मेरो लाइभ हेरिन्छ एउटा मोबाइलमा भेनाको लाइभ मिल्दो रहेछ मिल्दैन छिरेर उतापट्टि क्याटवक हान्न यहाँ बिचमा क्याटवक हान्ने ठाउँ बोकेर अनि पुग्छु ल जान्दिन हेर्न पाएन यस्तै हेर्छ नि त मलाई त अनि घाम चाहिँ चर्को छ आज अनि त एयरपोर्ट देन यो चाहिँ जोनान्जिमा पार्क उतातिर चाहिँ के भन्दा के पार्क रे पारेको उमिनो समथिङ के भन्ने पार्क फोटो सेसन चल्दैछ अब हामी फोटो खिच्छौँ 2-4 वटा होइन यो चाहिँ हाना एयरपोर्ट है अति दामी देखिन्छ एन्टी लाइट पर्छ कि त्यतातिर उतातिर बस्छौँ नि त हामी त भुइँमा है भन न फेरि ल रिटेक ल एक्सन ल एक्सन कति हाँस्छ
पातेको नि अहिले नि कसले पातेको यसले पातेको खै उ त के यसले पातेको सुन्छु कोही छ्या हावा चल्यो सर यसरी यसरी अगाडि पनि देख पछाडि पनि देखेछ के हजुर यहाँ कलसम्म यहाँ अगाडि माथि यसरी देखेछ बेना यो मिलेन लेभलतिर बाउ बोला ए ल अब चाहिँ भन्नु भन्नु भयो भयो देउसुरे बेनाको त सर हजुर अब कम्पनी पनि जानै छ फेरि ल यस्तो दामी ठाउँ रहेछ नि हेर्ने यहाँ के हो यस्तो टेबल जस्तो टेबल हो कि खाट हो यो सुत्ने ठाउँ जस्तो छ क्या बनाइदिन्छ यार एक हिसाबले यो फुजुल खर्च जस्तो पनि लाग्दैन के चाहिँ छ यसको महत्त्व क्या यहाँ ल बस्नलाई त यहाँ ठिक छ ल घाम राम्रोसँग छेक्दैन यसले पानी छेक्दैन हावा छेक्दैन अनि यत्रो लगानी गरेर बनाएको चाहिँ केलाई साकुरा फुल्ने बेला भएछ दिस वान इज टोइलेट फेरि जुठी बजेको घर भनेर जाउला फेरि गड्डी रे गड्डी अब ल साथीहरू हामी चाहिँ आज यतातिर छौँ है स्याउली बनैमा ल हे रम्बल घारीतिर साथीहरू हामी रम्बल घारी हामी अहिले हानेदा एयरपोर्टबाट पारी जाँदैछौँ हामी साथीहरू अहिले यति बेला
समुंदर के रास्ता हो गए जापान मुसाफिर जापान घूम रहा है समुंदर के रास्ते से जापान मुसाफिर जापान को सानो लामो त छैन हो कति किलोमिटर छ हो यो लेफ्ट अझ स्ट्रेट नै भनेको छ त्यहाँ यता चाहिँ बालुवा खाने रहेछ यार बालुवा खाने कि बालुवा फ्याक्ट्री वहीँ ठुलो रहेछ यो कामै भएको जत्रै छ ए के हो बराबरै गराएको छ त अगाडि इन्ट्री छैन के हो बन्द जस्तो छ ओ माई गॉड सनसेट अति बवाल देखिएको यार कवाडी खाना रहेछ खासमा चाहिँ यो बब्बाल पार्क भनेर घुम्न आइयो तर खुलित पारिदियो देख्न सक्नुहुन्छ टोकियो स्काई ट्री अब त सिधै हिँड्नु टर्न सिधै बल्ल यति बेला फुजी माउन्ट देखिएछ यार चिन्नुहुन्छ होला नि यहाँसम्म त चिन्छु अब यहाँबाट नयाँ बाटोलाई